हेलो एभ्रिवान, जसले मेरो भिडियो हेर्नुहुन्छ सबैजनालाई सेवा नमस्ते। म मौसमीको तर्फबाट। अनि आज चाहिँ म र मेरो साथी दक्षिणकाली मन्दिर चाहिँ पूजा गर्नका लागि आएको छौं। तर यति धेरै भिड रहेछ, लाइन बसिरहेको छौं हामी चाहिँ। यति त खै कहाँको अनि उता पर पनि छ त, दुईटा लाइन रहेछ। लाइन चाहिँ यति धेरै छ, फेरि यहाँ बिचमा नि लाइन रहेछ। परदेखि पनि हो, फर्किनेहरू होला क्या उताबाट। त्यो उतापट्टि कुन चाहिँ ठाउँबाट आउने होला नि। आज शनिबार भएको कारणले चाहिँ दक्षिणकाली मन्दिरमा चाहिँ खास चाहिँ शनिबार चाहिँ धेरै नै भिड हुँदो रहेछ। अनि यति धेरै भिड छ यहाँ, हामी चाहिँ लाइनमा बसेर पूजा गर्ने पालो पर्खिरहेको छौँ। देख्न सक्नुहुन्छ यहाँ लाइन चाहिँ। यो चाहिँ दक्षिणकालीको रक्षाहरू होला। डर लाग्यो यहाँनिर पनि। अब धेरै स्पेस भए त मान्छेहरू जताततै नै गर्छ होला। यहाँ चाहिँ एउटा एउटा भएर पुरै लाइनमै छ मान्छेहरू। लाइन भन्नु त यो लाइन कहिले सिद्धिने हो? कतिवटा लाइन चाहिँ हेर्दा त यहाँ तल नि लाइन अरु पनि देख्दैन, अरु पनि यसमा नाम गर्ने कसैलाई भन्छ मान्दै मानेन। अनि त्यसलाई मैले जान्छु भनेर हामीले चाहिँ पूजा गरेर चाहिँ सक्यौँ। चाहिँ बल्ल पालो आयो। अनि यहाँ देख्न सक्नुहुन्छ यो भिड चाहिँ अहिलेको पूजा गर्नलाई बसेको लाइन हो। हामी पनि यसरी नै बसेर आएको छौँ। अब त्यो लाइन यहाँ आइपुग्नलाई चाहिँ निकै टाइम लाग्छ, किनभने एकदमै प्याक छ, भिड छ यहाँ चाहिँ। हामीले चाहिँ बल्ल तल्ल सक्यौँ पूजा गरेर। हामी चाहिँ अब चाहिँ पूजा गरिसकेर पनि फर्किने। त्यता हो र बाटो? त्यता त बाटै छैन त। अनि कहाँ निक्लिनु त्यहाँदेखि चाहिँ? बाटो कता कता चढ्दैछ।
फर्किँदैछु मै आनन्दको सास फेरौँ न बे हात्ती रहेछ मैले देखेको थिइनँ के भयो के भएको यो हात्ती रहेछ मैले देखेकै थिइनँ आज हामी चाहिँ बिहानै हिँडेको छ भने तर यति धेरै लाइन त्यही भएर कपालहरू लाग्छ तिमी पनि फर्स्ट टाइम आएको होइन हामी चाहिँ अब पूजा गरिसकेर फर्किँदैछौँ यहाँ माथि आइसक्यौँ अब हाम्रो चाहिँ राख्न अरे अब खाजा खान्छौँ तड्का खान्छौँ खाजा खाएर हिँड्ने हो रुम मैले आज पानी ल्याउने नि ढिलो भएर लाइन त चाहिँ यहाँ माथिदेखि छ लाइन आज यहाँदेखि छ यो लाइनलाई तल पुग्नु त 2.5 घन्टा लाग्छ नि लाग्छ 2.5 घन्टा त धेरै पनि लाग्छ होला यो लाइन तल पुग्नुलाई त यो चाहिँ यहाँको र गर्मी भयो तिमी पोते लगाउने हो तिमीलाई म एउटा यहाँको चिनो पोते किनिदिन्छु नि एउटा लगाउ न मसँग त छ रचनाले नस्ति तिमीले किनेकोहरू कालो तिमी लगाउ न एउटा ल म तिमीलाई यहाँको हेर न के लाने हो नानी 100 दिया छ पानरहरु सबै 100 रुपैयाँ अन्त 100 मै दिया छ हेर्नु न हेरेको पैसा लाग्दैन हेर्नु नानी हेर्दै छु माला लाने हो हेर न ओइ कुन चाहिँ सही भन्नु हो किनेरु सबै सही सिंगल छैन सिंगल छ उता त्यही त हेर तिमी र मलाई यसमा मिक्समा नि छ नानी यसभित्र छ मिक्स कलर यहाँ मिक्समा नि छ अहिले यो किन्दैछु किन न आइफोन हैन पैसा परेन यत्रो त्यो आइफोन पनि त दिदिनै पर्छ नि पैसा छैन मसँग अझ राम्रो छ के किन म त त्यही गर्छु हाम्रो भाइ त केही त भएन हाम्रोलाई ठिकै हो के चिज होइन हामी चाहिँ मकै जाऊ मसँग छ यहाँ चेन्ज छ नि त नि 50 रुपैयाँ तातै हो सबै तातै हो कस्तो मिठो आउँदैछ Ha scritto un libro meraviglioso, si chiama Filippo Graglia. अर्को नि यस्तो दिनु न समात्ने यही हुन्छ यही बाक्रो हुन्छ नि त अनि पैसा छोडेर जाँदैछ कहिले यो मान्छेले पैसा छोडेर जाँदैछ है यहाँ यो मान्छे पैसा छोडेर जाँदैछ पक्का न हो यहाँ अब हामी मकै खाने हो यो खाँदैन जानुबाट सक्छु अब म चाहिँ मकै खान्छु किनभने अब हातले चाहिँ हुँदैन नि त म बनाइदिन्छु नि मेरो मिठो रहेछ कस्तो रहेछ मिठो पाउनु लु खाऊ भयो अब तिम्रो पालो खाऊ बस खाऊ म हेरिरहन्छु तिमीले खाएको खाएको कस्तो छ मिठो छ मिठो तर कुल्यो चाहिँ मरेछ त्यस्तो कुल्यो छैन नि है
अहिले भरिन्छ आज चाहिँ ड्राइभर भएन अनि अब चाहिँ सृजनाले चलाउने भनेर यहाँ सृजना बसिरहेको छ अब उसले चलाउनुलाई रेडी म चलाउँछु सबजना रेडी होइन त सबजना रेडी होइन हामी चाहिँ गाडी फेरि अर्कोमै चढ्यो किनभने त्यो गाडी चाहिँ त्यो गाडी चाहिँ कति ढिलो जाने रहेछ अनि हामी चाहिँ यसमा कहीँ बसेन सन्चो छैन मौसमी एकछिन मेरो यत्रो साह्रो नजिकबाट खिच्यो भने त मेरो सब खै हावा हौ अलिक हावा देऊ न हावा त्यो हिरोनी खालको हुनलाई टुरुरु गर्छ तिमी फर्क न है टुरुरु गर्छ तिमी फर्क अहिले त हामी फर्केको